टेक्स्ट बुक चाहिँ पढ, अरू किताबहरू बाहिरतिर धेरै नपढ्छ भन्नेहरूलाई तपाईँहरू के भन्न चाहनुहुन्छ? यो प्रश्नको एउटा सब क्वेसन त्यसै यही क्वेसन हजुर हामी नमस्ते सबैजनालाई। हामी साथमा हुँदाखेरि चाहिँ आमा बुवाले वेदप्रकाश शर्माको उपन्यास पढ्नुहुन्थ्यो अनि हामीलाई खुब पढ्न मन लाग्ने, तिनीहरूको व्यवहार भएको छैन भन्नुहुन्थ्यो कि। अनि आमा बुवाले यति पढ्नुभयो कहिले एसएलसीको रिजल्ट सकिन्छ त्यो घरमा भएका वेदप्रकाश शर्माको सबै उपन्यास पढौँ भन्ने लाग्यो। त्यस कारण हामी फ्यामिलीहरूलाई पनि के छ त, फ्यामिली मेम्बरहरूको इन्सपिरेसनको कुरा, बुवा आमाले मानिसहरूले पढ्ने कुरा त्यसले इन्सपायर कति गरिरहेको छ छैन घरको वातावरणमा, त्यसले हेल्प गर्छ कि गर्छ। थ्याङ्क यू। ओके, थ्याङ्क यू दुवैजनालाई प्रश्नको लागि। म जुन उहाँ म्यामले भन्नुभयो जुन नपढ यसले यो पढ्नु हुँदैन, टेक्स्ट बुक मात्रै घोट भन्ने त्यो माइन्डसेट चाहिँ एकदमै नराम्रो होइन। त्यो माइन्डसेट चाहिँ म भन्छु एकदमै नराम्रो हो। एउटा थियो यसो ट्रेन्डिङ चलिरहेको थियो क्या रिलहरूमा। अहिलेका जमानाका प्यारेन्ट्सहरूले चाहिँ के भन्छन् भने कति फोन छोड भनेर भन्छन् रे, त्योभन्दा अगाडिकाले किताब छोड भन्छन् अरे, त्योभन्दा अगाडिकाले रेडियो छोड भन्छन् अरे, त्योभन्दा अगाडिकाले टिभी छोड भन्छन् अरे। त्योभन्दा हरेक एउटा जेनेरेसनमा हरेक एउटा चाहिँ केही न केही छोड्यो नराम्रो तेरो लागि भन्ने हुन्थ्यो होइन। त्यो एउटा चाहिँ एकदमै ट्रेनिङ भएको एकचोटि मैले देखेको थिएँ हो। अब एभ्रिथिङ एज अ गुड एन्ड ब्याड साइड हो। अहिलेको आउँदाखेरि इन्टरनेटको पनि राम्रो र नराम्रो छ। अब त्यो के भयो भने त्यो शिक्षक र अभिभावकको जिम्मेवारी भयो। बच्चा त बच्चा हो, उसले त थाहा हुँदैन होइन। त्यसैले बच्चाले जान्ने बुझ्ने हुन्जेलसम्म चाहिँ अभिभावकले चाहिँ एकचोटि पढ्नु, अथवा जो बच्चा छ बच्चासँगै बसेर पढ्नु, किनकि त्यसले उसलाई त्यो बच्चालाई पनि हेल्प हुन्छ होइन। सँगै बस्यो 10 मिनट 15 मिनट जति हुन्छ होइन, बसेर ल पढौँ है आऊ, तिमी र म सँगै अथवा दुवैजना अभिभावक भएर भयो नि बसेर पढौँ है होइन, ल आऊ बस भनेर उसलाई हेल्प गर्दै, अब अलि जान्ने बुझ्ने जस्तो हेल्प गर्दै अलि ठुलो भएपछि आफै पनि पढ्न सक्छ र त्यसमा चाहिँ हेल्प गर्नको लागि आफूले पनि किताब पढ्नु होइन। किताब भन्ने कुरा चाहिँ सबैलाई हेल्प गर्छ क्या। त्यसले गर्दाखेरि आफूले पनि एउटा किताब दिने होइन।